everyone, it's me Rosa. Welcome back to my channel SKM with Rosa. So आजको यो हाम्रो यो भिडियो रहेको छ कन्टेन्ट क्रिएसनको बारेमा. हजुरहरुलाई एकदम एक्साइटेड फिल भइरहेको छ होला. As I told, it is about the content creation किनभने every people likes to do blogging and they want something new content. So हाम्रो कन्टेन्ट चाहिँ हामीले जता पनि पाउन सक्छ. तर तपाईलाई थाहा छ why content is important for social media? यसको आन्सर पनि मसँग छ हजुरहरुसँग. सो सोशल मिडियाको फुड भनेको नै कन्टेन्ट हो. ओके, सो हजुरहरुलाई पनि लाग्छ अब हाम्रो कन्टेन्ट त हामीले कस्तो हुन पर्छ त हाम्रो कन्टेन्ट भन्दाखेरि हाम्रो कन्टेन्ट इट शुड बी भेरी इन्टरटेनिङ, भेरी इन्स्पायरेबल, मोटिभेसनल, एकदम डिफरेन्ट फ्रम पिपल. अनि चाहे त्यो एजुकेसनल फिल्डबाट जाओस् कि कमेडी फिल्डबाट जाओस् कि बट त्यो चाहिँ एकदम युजफुल हुन पर्यो र मान्छेलाई एकदम इन्टरटेनमेन्ट गर्न हुन पर्ने भयो. अर्को कुरा भनेको जब हामीले कन्टेन्ट बनाउँछ नि त्यसमा चाहिँ निचको कुरा आउँछ. यो भनेको चाहिँ एउटा स्पेसिफिक ग्रुप अर यो टार्गेटेड ऑडियन्सहरूलाई बनाएर क्रिएट गरेको एउटा भिडियो हुन्छ. जस्तै इफ वी आर गोइङ टु डु द एजुकेसनल भिडियो, हाम्रो के हुन्छ, हाम्रो एउटा निच ग्रुप भनेको हाम्रो स्टुडेन्टहरू हुन्छ एउटा स्पेसिफिक फिल्डको. कन्टेन्ट क्रिएट गर्दाखेरि चाहिँ हामीले कुराहरू चाहिँ अलिकति ध्यान गर्नुपर्ने हुन्छ. जस्तै हाम्रो अडियन्सलाई के चाहिएको छ, अडियन्सले हामीबाट के कन्टेन्ट लिन खोजेको छ, त्योलाई सोचेर मात्रै हामीले हाम्रो कन्टेन्ट क्रिएट गर्ने हो. त्यसपछि पोसिबल क्वेसनहरू, त्यसको प्रब्लमहरू, त्यसको डिलेमाहरू के कस्तो छ त्योको बारेमा नि कुरा हुन्छ. अनि अझ एक्स्ट्रा कुरा भन्न पर्दा चाहिँ हाम्रो यसमा कन्टेन्टको रिसोर्सहरू के कस्तो छ, यसलाई भिडियो एडिटिङहरू कसरी गर्ने त्यसको बारेमा नि कुरा गर्छ. अब अरू एक्स्ट्रा कुरा नगरिकन चाहिँ हाम्रो मेन फोकस भनेको चाहिँ कन्टेन्ट क्रिएट गर्दा चाहिँ हाम्रो भिडियो एडिटिङको कुरा आउँछ. मेनली भिडियो एडिटिङ गर्दाखेरि हाम्रो क्यामेरा एउटा गुड क्वालिटीको क्यामेरा हुनु पर्यो. लाइटिङको कुरा आउँछ जसले गर्दाखेरि हाम्रो लाइक भिडियो अलिकति राम्रो हाई क्वालिटीको बन्न सक्छ. सेकेन्डमा आउँछ हाम्रो माइकको कुरा. इफ वी हेभ अ गुड क्वालिटी अफ माइक देन हाम्रो भिडियो अटोमेटिकली एउटा क्वालिटी भिडियोमा कन्भर्ट हुन्छ. नेक्स्ट ब्याकग्राउन्ड. यदि हजुर एकदम फ्रेसर हुनुहुन्छ भने डोन्ट वरी, यु क्यान युज योर घरमा भएको पर्दाहरू पछाडि राखेर हजुरहरूले भिडियो बनाउन सक्नुहुन्छ. यदि हजुरहरू एकदम एडभान्स लेभलको हुनुहुन्छ भने भिडियो एडिटिङ गर्न हजुरहरूले चाहिँ हजुरहरूको ब्याकग्राउन्ड चाहिँ ग्रीन कलरको पर्दा राखेर गर्न सक्नुहुन्छ. इफ यु आर अ फ्रेसर लाइक मी देन हजुरहरूले एउटा स्पेसिफिक स्पेस खोज्नु जहाँ हजुरहरूको ब्याकग्राउन्ड पनि एकदम क्लियर होस् अनि त्यहाँबाट हजुरहरूको भिडियो सुट गर्न सक्नुहुनेछ. सो अरू पनि नेक्स्ट कुराहरू आउँछ. जस्तै हजुरहरूको म्युजिक अलरेडी आई हेभ टोल्ड, माइकको कुरा आउँछ. एन्ड देयर आर मच लट अफ द थिङ्स लाइक हजुरहरूको यदि एउटा एजुकेसनली हजुरहरूले भिडियो पोस्ट गर्दै हुनुहुन्छ भने हजुरहरूको लागि चाहिँ लाइक बोर्डहरू चाहिन्छ. हजुरहरूले लेखेर हजुरहरूको स्टुडेन्टलाई यो यस्तो हो, यो टपिक यस्तो हो बारेमा हजुरले भन्न सक्नुहुनेछ. अर्को इम्पोर्टेन्ट कुरा भनेको हजुरहरूसँग सर्भिसेस एभाइलेबल छ तर हजुरहरूलाई एउटा ट्राइपोड छैन भने हजुरलाई अलिकति डिफिकल्ट हुनसक्छ भिडियो बनाउनको लागि. किनभने हजुरहरूलाई एउटा एक्स्ट्रा पर्सन पनि चाहियो. एउटा लाइक अब पर्सन छैन भने एउटा अडाउने ठाउँ चाहियो. यदि हजुरलाई त्यसको डिफिकल्टी छ भने हजुरले ट्राइपोड युज गर्न सक्नुहुनेछ. अनि त्योभन्दा नि एकदम मोस्ट इम्पोर्टेन्ट कुरा भनेको हजुरसँग हुनुपर्ने क्वालिटी भनेको हजुर एकदम गुड पब्लिक स्पिकर हुनुपर्ने हुनेछ. यदि हजुरको पब्लिक स्पिकिङ कम्युनिकेसन एकदम राम्रो भयो भने हजुरहरूले आफ्नो कस्टमर या आफ्नो भ्युवर्सहरू, फलोवर्सहरू एकदम
इन्क्रिज गर्न सक्नुहुनेछ। अनि मेन हामी सबैसँग क्यामेरा हुँदैन, हामीसँग अहिले एभाइलेबल भनेको सुट गर्नको लागि हाम्रो फोन हो। फोनमा चाहिँ हाम्रो एउटा भर्टिकल वे हुन्छ, एउटा चाहिँ होरिजेन्टल वे हुन्छ। हामीले भर्टिकल वेमा लाइक सिधा गरेर हामीले भिडियो सुट गऱ्यौँ भने चाहिँ हाम्रो त्यो एकदम सर्ट रिल्सहरूको लागि हुन्छ। यदि हामीले त्यसलाई होरिजेन्टल वेमा सुट गऱ्यौँ भने हाम्रो त्यो भिडियो चाहिँ युट्युबहरूको लागि हुन्छ, लाइक लङ भिडियो लाइक 10 minutes to 30 minutes या 3 minutes to 10 minutes हो, त्यस्तोको लागि चाहिँ होरिजेन्टल वेमा हामीले भिडियो सुट गरेका हुन्छौँ। So I think I have shared a lot of things with you about the content creation and how to make a quality video. So हजुरलाई अरू कुनै एक्स्ट्रा क्वेसन या क्वेरिज छ भने प्लिज कमेन्ट डाउन। I will try to solve all those things and I will love to share more about the digital marketing. Thank you.